ल साथीहरू, भएन 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 भन्नुहुन्थ्यो, किन हुँदैन? हजुर पनि क्रिएटर इनसाइड 2025 भनेर सर्च गर्नुहोस् त, त्यहाँ देखाउँछ। त्यहाँ देखाएपछि भ्यू देखाउँछ, भ्यू पछि हजुरले ओके गर्नुहोस्। त्यसमा ओके गरिसकेपछि फेरि अनि यता हुन्छ फलोइङ भनेर, फलोवर्समा जानुहोस्। त्यहाँ गएर हजुरको साथीहरूले कुन कुनमा भिडियो बनाएको छन् त त्यो सबै देखिन्छ त्यहाँ। हो, त्यसैलाई नै ओके गरेर त्यसैमा गएर हजुरले अनि भिडियोको अप्सन हुन्छ, त्यो भिडियोको अप्सनमा हजुरले दाब्नुभयो भनेपछि त्यहाँबाट बनाउनु भयो भनेपछि हजुरको भिडियो भाइरल हुन्छ। अवश्य पनि हेर्नुहोस्, मेरो पनि त्यसै गरेर भएको हो। र फुल भिडियो स्किप नगरेर हेर्नुहोस्, तपाईँ त्यहाँ जानुहोस्, त्यहाँ गएर मजाले हुन्छ। किन मैले पनि अरूको भिडियो हेरेर त्यसरी नै गरेको हो। र मेरो भिडियोमा पनि लाइक कमेन्ट रिपोस्ट गरिदिनु, म पनि हजुरको भिडियोमा आएर लाइक कमेन्ट रिपोस्ट गरिदिन्छु। हो, यसरी नै हो हामी अगाडि बढ्ने।